जय मसीह प्रभुमा तिनै आदरणीय अनि प्रिय प्रभुकाजनहरुमा र सुन्दर समय सुन्दर बिहानी तपाईहरुको माझमा म फेरि पनि उपस्थित भएको छु। साच्चै नै परमेश्वर महान हुनुहुन्छ। उहाँको महान योजना आज तपाई र मेरो जीवनमा छ र आजको दिन तपाईको लागि एकदमै नयाँ दिनको सुरुवात भएको छ। तपाई आशीषित व्यक्ति हुनुहुन्छ जसले तपाईलाई संसारको सृष्टिकर्ताले तपाईको लागि उहाँले रचना गर्नुभएको छ। द्याट इज टुडेज योर डे हैन। आजको दिन चाहिँ तपाईको हो। प्रिय मित्रहरू, आज तपाईलाई म यो उत्साहको कुराहरू भन्न चाहन्छु। यहाँ 2 कोरिन्थी 5 को 17 ले भन्छ, ख्रीष्टमा कोही छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुराहरू बिति गएको छ, अब नयाँ आएको छ। त्यसैले फर्गेट अबाउट योर पास्ट। तपाईको विगतका दिनहरूमा तपाईले जे गल्ती गरे पनि तपाईले ती कुराहरू बिर्सिनुस् र परमेश्वर तपाईलाई नयाँ क्रिएसनमा ल्याउनु भएको छ, नयाँ सृष्टिमा ल्याउनु भएको छ। त्यसैले हामी चाहिँ त्यो निर्माण गरिएको नयाँ सृष्टि हो जसले संसारका मानिसहरूको लागि एउटा चुनौतीपूर्ण। आज क्रिस्चियनलाई देखेर मानिसहरू कति एउटा आशीषित बनेका छन्। क्रिस्चियनको व्यवहारलाई देखेर, क्रिस्चियनको चरित्रलाई देखेर, क्रिस्चियनको त्यो आदतलाई देखेर, क्रिस्चियनको त्यो संस्कारलाई देखेर मानिसहरू चकित छन् के। कारण किन भन्दाखेरि नयाँ सृष्टि हो। अनि हामी विगतमा धेरै हाम्रो परिचय थियो होला। हामी फटा थियौं होला, चोर थियौं होला, जडिया थियौं होला, कंजूस थियौं होला, हामी विभिन्न कुराले ग्रसित थियौं होला, हामी ठग थियौं होला हैन, विभिन्न पापले भरिएको व्यक्ति थियौं होला। तर जुन दिन हामी येशू ख्रीष्टमा गाभियौं, उहाँसँग गाँस्यौं, उहाँसँगको मिलापमा हामी आयौं, हाम्रो सृष्टि नै चेन्ज भयो है। हाम्रो सृष्टि नै चेन्ज भयो अनि हाम्रो रचना नै चेन्ज भयो, सबै विचार नै चेन्ज भयो, हाम्रो हरेक परिस्थिति नै चेन्ज भयो के। आमेन। त्यसैले परमेश्वरलाई महिमा भएको होस्। प्रिय, आज तपाईँ र मलाई परमेश्वरले त्यो खुसीको आनन्द दिनुभएको छ। उहाँले 2 कोरिन्थी 5 को 20 मा पनि राम्रो टाइटल दिनुभएको छ, तिमीहरू चाहिँ राजदूतहरू हो। हालेलुया। त्यो एम्बेसडर, हामी र तपाईँ चाहिँ स्वर्गीयको एम्बेसडर हौं। आज हराएका मानिसहरूलाई, विचलित भएका मानिसहरूलाई, उनीहरूलाई खुसीको सन्देश दिनको लागि आज तपाईँ र मलाई परमेश्वरले त्यो एम्बेसडरको रूपमा काम गर्नुभएको छ। आज प्रिय, तपाईँ र मेरो लागि त्यो एउटा आशिषको कुरा हो। हामी धेरैचोटि हामी पुरानो कुरातिर फेरि लम्किरहेका छौँ। हाम्रो कल्चरका कुराहरूदेखि लिएर, हाम्रो आदतका कुराहरूदेखि लिएर, हामी जातिको पछि आज हामी एउटा न्युजमा पनि सुनिरहेका थियौँ कि विभिन्न जातिले गर्दाखेरि कोही कतिले अब्राहमको जातिबाट, सबै मानिसको सृष्टि त परमेश्वरबाटै भएको हो। तपाईँ हामी हाम्रो राजवंशीहरू त्यतिकै आएको त होइन, कोही न कोही जातिबाट त आएकै हो। त्यो जाति चाहिँ परमेश्वर हो है। अनि जति पनि संसारमा हामी छौँ, हामी सबै मानव जाति हौं। हाम्रो पहिलो परिचय चाहिँ हाम्रो मानव जाति हो है। धेरैचोटि हामी एउटा विचार गरौँ, तपाईलाई कुनै जनावरको ठाउँमा तपाईँ एक्लै हुनुहुन्छ भने, तपाईलाई जनावरको ठाउँमा तपाईलाई एक्लै राखिएको छ भने, तपाईलाई कुनै एउटा मान्छे तपाईले भेटाउनु भयो भने तपाईलाई के लाग्छ? ओहो, मेरो आफ्नो मान्छे, मानिस हो भनेर तपाईलाई एकदमै उप्रति आकर्षित हुन्छ। त्यसपछि तपाईले अब कुनै विदेशमा, जस्तै साउदी, कतार, दुबईतिर तपाईले कुनै नेपाली भेट्नु भयो, मेरो देशको मानिसहरू हो भनेर तपाईलाई कति राम्रो लाग्छ, कति मेरो आफ्नै जस्तो लाग्छ। झन् तपाईँ पूर्व पश्चिमको कहाँको हुनुहुन्छ, तपाईँले पूर्वको मान्छे भेट्नुभयो भने मेरो पूर्वको मान्छे हो भनेर, ऊ जहाँको भए पनि, कति किलोमिटर टाढा भए पनि, तर पूर्वको मान्छे भयो भने तपाईँलाई कस्तो लाग्छ? ओहो, मेरो आफ्नो मान्छे। झन् त्यसमाथि तपाईँले आफ्नो जाति तपाईँले भेट्नुभयो भने, ओहो, मेरो जाति भनेर तपाईँलाई आउँछ। त्यसमाथि तपाईँको धर्मको बारेमा आउँछन्, मेरो धर्मको मानिसहरू हैन, मेरो धर्मको मानिसहरू भनेर तपाईँलाई त्यहाँ सेपरेट तपाईँ हुनेछ। आफ्नो लाग्न आफन्त, आफ्नो परिवार, त्यसपछि तपाईले आफैलाई तपाईले आफैलाई माया गर्नुहुन्छ। प्रिय, म तपाईलाई के उचाल्न चाहन्छु, तपाईले संसारमा तपाईले जहीँ गए पनि केही क्षणको लागि तपाईलाई तपाईको इष्टमित्र, तपाईको जाति, तपाईको धर्म, तपाईको कल्चरलाई तपाईलाई राम्रो लाग्न सक्छ। तर तपाईले वास्तवमा निचोडमा जाँदै जाँदाखेरि तपाईँ आफैलाई मात्रै माया लाग्छ के। त्यसले गर्दाखेरि म यो जातिको, म यो धर्मको, यो वर्गको, यो देशको भन्दा पनि तपाईले जहाँ भए पनि तपाईले सेल्फलाई चाहिँ माया गर्नुहुन्छ। त्यसपछि तपाईले परमात्मालाई माया गर्नुहुन्छ। त्यसले हामीले यो कुराहरू बुझ्नुपर्छ कि आज परमेश्वरले तपाईँ र मलाई चाहिँ उहाँको मानवतामा, उहाँकै स्वरूपमा तपाईँ र मलाई बनाउनु भएको छ। हामी उहाँका स्वरूपमा बनिएका छौँ। अनि मानिसको पापको कारणले गर्दाखेरि मानिसहरू चाहिँ त्यो मृत्युको
खाडलमा पुगेका थिए, तर प्रभु यीशु ख्रीष्ट संसारमा आउनुभयो र मानिसलाई त्यो मृत्युबाट जीवित पार्नुभयो र मानिस चाहिँ आज नयाँ सृष्टि भएको छ। अनि ख्रीष्टमा कोही छ भने त्यो नयाँ सृष्टि हो। पुरानो कुराहरू बितिगएको छ, हेर अब नयाँ आएको छ। त्यही कारण पुरानो कुरालाई तपाईँले बिर्सिनुहोस्। यदि धेरैचोटि हामी आफ्नो पुरानो कल्चरतिर, पुरानो स्वभावतिर, होइन, म कतिचोटि मलाई एडुकेटेड हुन्छ, म जब मेरो कल्चर जुन राजवंशी कल्चर छ त्यो कल्चरलाई प्रमोटको लागि जान्छु, त्यसमा म बिर्सिन्छु के मेरो परमेश्वरलाई म बिर्सिन्छु। मेरो कल्चरतिर मलाई बढी आकर्षित हुन्छ, म मेरो परमेश्वरलाई बिर्सिन्छु। त्यही कारण मलाई धेरै राजवंशी जातितिर, राजवंशी कल्चरतिर म अल्झिरहेको हुन्छु। परमेश्वरले संसारमा जाऊ, सारा संसारमा गएर सबै मानिस जातिलाई चाहिँ के गर, सुसमाचार सुनाऊ। एउटै जातिलाई चाहिँ परमेश्वरले भनेको छैन। त्यसले मेरै जातिलाई भनेको संसारका सबै जातिलाई मैले प्रेम गर्नुपर्छ। यदि म ख्रीष्टमा परिवर्तन भएको छु भने म सबै जातिलाई प्रेम गर्छु। एउटै जातिलाई, एउटै वंशलाई, एउटै जातिलाई चाहिँ होइन, तर सबै जातिलाई चाहिँ प्रेम गर्ने व्यक्ति बन्नुपर्छ प्रेम। अनि आज म तपाईँलाई के उत्साह दिन चाहन्छु भने परमेश्वरले तपाईँको विचारलाई परिवर्तन गर्न, अनि हाम्रो परमेश्वर जीवित परमेश्वर हुन्छ, उहाँलाई विशेष गरी तपाईँ र मैले साँचो हृदयले इमानदार भएर उहाँलाई फलो गर्नुपर्छ। आज तपाईँले होला, तपाईँ पहिलाको दिनमा तपाईँ ठग थियो होला, झुट थियो होला, कन्जुस थियो होला, तर अब ख्रीष्टमा आएपछि तपाईँ इमानदार बन्नुहोस्। जब तपाईँ इमानदार बन्नुहुन्छ नि प्रिय, अनि तपाईँको दिनचर्या परमेश्वरले आशिषित तुल्याउनुहुन्छ। त्यही पुरानो व्यक्तित्व तपाईँले बिर्सिनुहोस्। म यो व्यक्तिबाट आएको, यो ब्याकग्राउन्डबाट आएको, त्यो ब्याकग्राउन्डलाई बिर्सिनुहोस्। अब तपाईँ र मेरो नयाँ ब्याकग्राउन्ड छ, ख्रीष्ट पवित्र आत्मा तपाईँ र मेरो ब्याकग्राउन्ड हो। हालेलुया। अनि मेरो परिचय ख्रीष्टमा छ। अनि हामी लिने होइन, दिने व्यक्ति बन्नुपर्छ। बाइबलले हामीले सिकाउँछ, पहिला हामी लिने व्यक्ति थियौँ, जे पनि मलाई 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 भन्थ्यौँ भने अब चाहिँ हामी दिने व्यक्ति बन्छौँ। प्रभुको लागि दिने व्यक्ति बन्नुपर्छ। हालेलुया। अनि जब तपाईँ र म दिन सिक्छौँ, तपाईँ र मेरो जीवनमा आशिष अटोमेटिकली आउन सक्छ। त्यही कारण प्रिय, आज यो तपाईँलाई म उत्साह दिन चाहन्छु, तपाईँ नयाँ सृष्टि हो। गॉड ब्लेस यू। जय मसीह।